नमस्कार। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल भारत सीमा सम्बन्धी गम्भीर विषयलाई लिएर सरकारको कडा ध्यानाकर्षण गराएका छन्। पश्चिम नवलपरासीको नेपाली भूमि सुस्ता क्षेत्रमा शुक्रबार हतियार सहित भारतीय सीमा सुरक्षा बल एसएसबी का सुरक्षाकर्मीहरू प्रवेश गरेपछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मी बीच तीव्र विवाद उत्पन्न भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूभागभित्र एसएसबी को टोली प्रवेश गरेपछि आफ्नो थाथलोको रक्षाका लागि स्थानीयवासीहरू स्वतस्फूर्त रूपमा प्रतिकारमा उत्रिएका हुन्। स्थानीय प्रत्यक्षदर्शीका अनुसार शुक्रबार बिहानैदेखि एसएसबी को टोली नियतवश गस्तीका नाममा नेपाली भूमिमा अगाडि बढेको थियो। नेपाली नागरिकहरूले आफ्नो सीमानाभित्र बिना अनुमति प्रवेश नगर्न आग्रह गर्दा र सीमा मिचेको कुरा उठाउँदा पनि भारतीय सुरक्षाकर्मीहरूले स्थानीयको कुरालाई बेवास्ता गर्दै नेपाली भूमिमै अडान लिइरहेका थिए। हतियार सहित उपस्थित भएका एसएसबी का जवानहरूले बलजफ्ती गर्न खोजेपछि आक्रोशित बनेका सुस्तावासीहरूले आफ्नो भूमिबाट फिर्ता जान माग गर्दै चर्को नाराबाजी समेत गरेका थिए। प्रतिकारका क्रममा एक स्थानीयवासीले आक्रोश पोख्दै भारतीय सुरक्षाकर्मीलाई यो बिहार होइन, तिमीहरू यहाँ बारम्बार किन आउँछौ भन्दै प्रतिप्रश्न गरेका थिए। ऐतिहासिक रूपमा सुस्ता क्षेत्र नेपाल र भारत बीचको सबैभन्दा विवादित र संवेदनशील सीमा बिन्दुहरूमध्ये एक हो। नारायणी नदीले समय समयमा आफ्नो बहाव परिवर्तन गर्दा सिर्जना भएको भौगोलिक अस्पष्टताको फाइदा उठाउँदै भारतीय पक्षले लामो समयदेखि सुस्ताको हजारौं हेक्टर नेपाली भूमिमाथि अतिक्रमण र दाबी गर्दै आएको छ। यहाँका नागरिकहरूले दशकौंदेखि आफ्नो नेपाली पहिचान र भूमिको रक्षाका लागि अग्रपंक्तिमा रहेर लड्दै आएका छन्। तर नेपाली पक्षका सम्बन्धित सरकारी निकाय तथा प्रशासनिक नेतृत्वले यस गम्भीर विषयमा स्थायी कूटनीतिक समाधान खोज्न पर्याप्त चासो नदिएको भन्दै सुस्तावासीहरूले गम्भीर गुनासो पोखेका छन्। भारतीय पक्षको लगातारको दादागिरी र नेपाली राज्यको उदासीनताका कारण आफूहरू दुवैतर्फबाट मारमा परिरहेको र सीमा क्षेत्रमा सधैँ असुरक्षित महसुस गर्नु परेको पीडा स्थानीयले व्यक्त गरेका छन्। सांसद हर्क साम्पाङले सुस्ता क्षेत्रमा देखिएको भद्रगोल र नेपालीमाथि भइरहेको थिचोमिचो बारे सरकारले तत्काल आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने र नेपाली भूमिको स्थायी संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने माग समेत गरेका छन्। नेपाल र भारत बीचको सीमा विवाद मुख्यतया ऐतिहासिक सुगौली सन्धि को व्याख्या र सीमा स्तम्भहरूको अतिक्रमणसँग सम्बन्धित छ। यसमा दार्चुलाको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विवाद, जसलाई नेपालले आफ्नो नक्सामा समेटेको छ, तथा सुस्ता क्षेत्रको विवाद प्रमुख छन्। दुवै देशले यसलाई कूटनीतिक माध्यमबाट हल गर्ने प्रयास गर्दै आएका छन्। नेपालले सुगौली सन्धि अनुसार काली नदीको मुहान लिम्पियाधुरा भएकाले उक्त भूभाग करिब 395 वर्ग किलोमिटर नेपालको रहेको दाबी गर्दै आएको छ। भारतले सन् 2020 मा उक्त क्षेत्र हुँदै मानसरोवर जाने सडक निर्माण गरेपछि यो विवादले ठूलो रूप लियो। जवाफमा नेपालले 2077 मा नयाँ नक्सा जारी गरेको थियो। हाल नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले भने नेपालले पनि भारतको केही भूभाग अतिक्रमण गरेको र यसलाई सुल्झाउनु पर्ने आशयको अभिव्यक्ति दिएका थिए।